So, yo, what's up YouTube? Welcome back to my channel. आज हामी गर्नेछौँ prank. आज हामी गर्नेछौँ आफ्नो फ्यामिली मेम्बरलाई prank यो पेनको मद्दतबाट है। यसले चाहिँ के गर्दा इलेक्ट्रिक सक दिन्छ न, अहिले लेख्छ न के गर्छ न, यो सक्कालाको बुम बुम वाला पेन्सिल न के। आज हुनेछ सक prank. आज यो पेनको मद्दतबाट म सबैलाई सक दिनेछु। हेरौँ के हुन्छ, कि म आज यो prank मा कामयाब हुन सक्छु। लास्ट सुनाइदिनु होला। तपाईलाई चाहिँ आज च्यालेन्ज छ एउटा हैन। त्यो च्यालेन्ज भने तपाईले एउटा के वर्ड सोचेर लेख्नु पर्ने हुन्छ हैन। अनि म त गेस गर्छु ल। इंग्लिश कि नेपाली जे लेख्यो भने बडी एउटा मात्रै अक्षर कि एच ए बी सी लेख्यो भने के भयो खै आउँछ त खै के करेन आउँछ प्रैंक हो क्या प्रैंक। हेलो, अब हमारे दूसरा चैलेंज हो चुका है। हम करने वाले हैं मैजिक और इसके साथ मेरे प्यारी बहन के साथ मनी के सँग हैन ल। तिमीलाई एउटा च्यालेन्ज हैन, यसमा एउटा वर्ड सोचेर लेख हैन, म गेस गरिदिन्छु। मलाई नदेखाऊ, जे जे लेख्यो नि नामहरु लेखे जे लेख्यो भने 1 2 3 के भयो माय गॉड यो पेन लोड करेन्ट लाग्दो रहेछ। लाग्दैन हो, लाग्दैन लागिसक्यो मलाई। भुइँमा कहाँ उयो भयो होला के। ल थिचेर हेर्छु फेरि। नहीं 30 दिन और डर लागिसक्यो अब त नो। मेरा दूसरा भी चैलेंज कंप्लीट हो चुका है और हमारे बहन को करंट लगा है। म त साच्चै नै होला भनेर वा यस्तो उगेर त अब यताबाट हेरेर भन ल के भन्नु छ अरे। साच्चै के होला भनेर बसेको थियो, मलाई कति बेसरी करेन्ट लाग्यो। अब हमारा तीसरा प्रैंक करने जा रहे हैं हम, पता नहीं किसको करेंगे लेकिन चलो चलते। कोही नभएको सो अब हाम्रो तीसरा च्यालेन्ज थर्ड च्यालेन्ज हुनेवाला छ है। त्यो चाहिँ हाम्रो भाउजू र सालमा जसले गरे नि हुन्छ ल। तपाईँ गर्ने हो, तपाईँ एउटा होइन के सोचेर होइन लेख्नु होइन पेपरमा होइन, म गेस गरिदिन्छु। त्यो एउटा सिम्पल च्यालेन्ज। जे जे वर्ड लेख्ने हुन्छ। खोज्नु त्यो पेन्सिल न के हो कहाँ ल के भएर त के भएन हौ के हो के भयो प्रैंक है गाइस, प्रैंक। त दुईटालाई प्रैंक हैन क्या, प्रैंक। हाम्रो थर्ड प्रैंक पनि सक्सेसफुल भयो है। अब अर्को बाँकी के भन्नु छ भाउजू, प्रैंक कस्तो लाग्यो? रिस उठ्यो मलाई। अब हाम्रो चाहिँ यहाँ थर्ड भिडियो के अरे फोर्थ च्यालेन्ज होला हुँदैछ है। ल अङ्कलजी एउटा च्यालेन्ज होइन, तपाईँ जे पनि लेख्नु है, त्यो चाहिँ म गेस गरिदिन्छु। तपाईँ लेख्नु म नहेरिकन भनिदिन्छु ल। साँच्ची एकदम बाहिर लेख्नु भित्र त्यो त होइन, त्यो मैले अर्को लेखेँ जहाँ लेख्ने हुन्छ। ल ल ल ल त्यो बन्द होला, पेन अन गर्नु। सो गाइस हमारो प्रैंक सक्सेसफुली भयो फाइनली। आज हामीले अङ्कल भाउजू त्यसपछि के भन्छ बहिनी र दाईहरूलाई प्रैंक गऱ्यौँ र हाम्रो प्रैंकको रियाक्सन त धेरै अनएक्सपेक्टेड त भएन, त्यो पनि ठिकै आएको थियो रियाक्सन होइन। सो हजुरहरूले भिडियो कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। र पछि हामी यस्तै नयाँ नयाँ भिडियो ल्याउनेछौँ, योभन्दा नि धेरै राम्रो। र अहिले त्यति एक्सपिरियन्स छैन नि त, भर्खरै सुरु गरेको कन्टेन्ट एज अ कन्टेन्ट क्रिएटर। सो अब चाउँदैछ बिस्तारै बिस्तारै राम्रो राम्रो भिडियो च्यालेन्जहरू यताउता सबै यस्तै हेर्नु छ भने फर्स्टमा सब्सक्राइब गरिदिनु होला, धेरै सपोर्ट देखाइदिनु होला होइन। अनि लेट्स हिट 1K सब्सक्राइबर। हाम्रो 1K सब्सक्राइबर चाहिँ कम्प्लिट गरेर दिउँ फर्स्टमा होइन। अनि 4000 घन्टा वाच टाइम, त्यहाँबाट अलिअलि मोनेटाइज पनि हुन थाल्यो भने म चाहिँ मेरो फर्स्ट पेमेन्टले चाहिँ के भन्छ जुन गरिबहरू छ उनीहरूलाई हेल्प गर्ने छु, आई प्रमिस। सो सब्सक्राइब गरिदिनु होला। Thank you for watching. Thanks for watching. Oh,